तपाईलाई थाहा छ जन्मदा हामीसँग श्वास हुन्छ नाम हुँदैन, मर्दा हामीसँग नाम हुन्छ श्वास रहँदैन। यो नाम र श्वास बीचको एउटा यात्रा नै जीवन यात्रा हो। यो बीचमा यस्तो कर्म गर, यस्तो कर्म गर, यस्तो श्रेष्ठ कार्य गर जुन कार्य मृत्यु पर्यन्त पनि यो जगतमा बोल्छ, त्यही कर्म हो बोल्ने। नत्र त हामीले कहाँ नाम लिएर आएका थियौँ र। आज फलानुको इतिहास यहाँ छ नि त, पृथ्वीनारायण शाहको इतिहास पढ्छौँ हामीले यहाँ ठुला ठुला वैज्ञानिकहरूको इतिहास पढ्छौँ हामीले। उहाँहरूले यो जन्मदै लिएर आएको त होइन, जे गर्नुभयो यहीँ गर्नुभयो, यहीँ गरेको कर्मले अहिले उहाँहरू मरेको कति भयो। हामीले उहाँहरूको जीवनीबाट आफूलाई मोटिभेट गर्न पाएका छौँ र उहाँहरूको जीवनी अहिले पनि बोलिरहेको छ। त्यसैले जीवनमा बोल्ने भनेको कर्म बोल्छ। त्यसैले कर्म गर फलको आश भने। तपाईँलाई थाहा छ जन्मदा हामीसँग श्वास हुन्छ नाम हुँदैन, मर्दा हामीसँग नाम हुन्छ श्वास रहँदैन। यो नाम र श्वास बीचको एउटा यात्रा नै जीवन यात्रा हो। यो बीचमा यस्तो कर्म गर, यस्तो कर्म गर, यस्तो श्रेष्ठ कार्य गर जुन कार्य मृत्यु पर्यन्त पनि यो जगतमा बोल्छ, त्यही कर्म हो बोल्ने। नत्र त हामीले कहाँ नाम लिएर आएका थियौँ र। आज फलानुको इतिहास यहाँ छ नि त, पृथ्वीनारायण शाहको इतिहास पढ्छौँ हामीले यहाँ ठुला ठुला वैज्ञानिकहरूको इतिहास पढ्छौँ हामीले। उहाँहरूले यो जन्मदै लिएर आएको त होइन, जे गर्नुभयो यहीँ गर्नुभयो, यहीँ गरेको कर्मले अहिले उहाँहरू मरेको कति भयो। हामीले उहाँहरूको जीवनीबाट आफूलाई मोटिभेट गर्न पाएका छौँ र उहाँहरूको जीवनी अहिले पनि बोलिरहेको छ। त्यसैले जीवनमा बोल्ने भनेको कर्म बोल्छ। त्यसैले कर्म गर फलको आश भने।